सिकाइदेऊ न त हौ सिकाइदेऊ त म लोकगीत सिक्न खोज्नु भएको अफ कोर्स मैले गाउँ जस्तो सिक्छु हुन्छ अलि म प्रयास गर्छु नि त कोसिस यो जस्तै कहिले कसैले त जस्तै पुरानो गीतहरू आइसकेको गीत त प्रायः सबैले सुन्या हुन्छ सजिलो पनि हुन्छ यस्तो होला टाइपको त्यसलाई आफ्नो पाराले गाउन सक्छ तर ल नयाँ गीत गाइदिन्छु नि त मैले ल आइस ल यहाँ मलाई यो तपाईँको प्याटर्न भयो क्या होइन तिमलाई छोडी कस्तो राम्रो तपाईँको आवाज झन् मिठो सुनेर चाहिँ होइन ओके फेरि वान सेकेन्ड है त तिमलाई छोडी सिक्दैछु हजुर म है तिमलाई छोडी जान त जान त जान त कोच राजु पटकै मन पटकै मन पटकै मन मान्दैन पटकै मन मान्दैन सँगै जाउँ त अझ कोचबाट पनि मिसिङ मलाई फेरि मुर्गा बनाउन आँट्नु हो होइन कस्तो मिठो मैले मेरो भन्दा तपाईँको आवाज झन् मिठो सुनिहाल्छ छोडी तिमलाई छोडी तिमलाई छोडी जान त जान त जान 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 त जान होइन फेरि सुरुबाट जान 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 कस्तो मिठो आएको थियो क्या पटकै मन मान्दैन पटकै मन मान्दैन पटकै मनसम्म ठिक छ क्या पटकै मन पटकै मन पटकै मन मान्दैन मान्दैन क्यार छौ तनी निरमाया क्यार छौ तनी निरमाया तर मलाई कोसिस गरेँ नि होइन अब यो गीत चाहिँ हामी दुईजना स्टुडियोमा गएर पछि गर्छु अब यो मेरो नाममा भयो भाइ यो अलरेडी अब आउने गीत हो दादा अब दाहिने बाहिने हुँदैन भोइसको लागि चाहिँ दुई भाइको गीत नै भयो तर एउटा रहर चाहिँ छ होइन अब कहिले भगवान्ले कहिले पुरा गर्छन् फेरि हजुरको टाइम यस्तो बिजी छ कि अब कहाँ अब बाहिर हुँदाखेरि कसरी फोन गरौँ अब एक्सपेन्सिभ हुनुहुन्छ पैसा कसरी दिउँ भन्ने छ त्यही त हो नि अब भोइसको सबै तलब यता देऊ न भइहाल्यो त